तपाईलाई सानोमा हामीले भीमा कुमारी दुराको गीत रेडियो नेपालमा तपाईहरुको नाम सहित बज्थ्यो। हामीले गीतबाट तपाईहरुको त्यो रेडियोबाट सुन्या हो नि त। हजुर। अनि त्यति बेला तपाईलाई सुनेको मान्छे आज अमेरिकामा भेट भयो के दिदी। धन्यवाद। हजुर। हैन? हजुर। म आफूलाई यति गर्व र भाग्यमानी ठानेको छु कि तपाईसँग भेट भयो दिदी। धन्यवाद। अनि दिदी अहिले अमेरिका आएको कति भयो यता? म 3 वर्ष भयो। 3 वर्ष भयो है? हजुर। कुरा एउटा गीत तपाईको गीतको एउटा अंशबाट सुरु गर्छु है दिदी। म भन्न खोजेको त्यो गीतमा तपाईले फर्क मुगलानी हैन, फर्क मुगलानी अब त देशमै केही गर्नुपर्छ भन्ने खालको गीतको बोल गाएको गायिका आज हामीले परदेशमै पाउनु पर्ने एउटा यो एउटा बाध्यता छ। त्यो गीतलाई सम्झिम पहिला, यसको विश्लेषण र अथवा यसको बारेमा तपाईँ बताउनु होला। त्यो गीत कसले लेख्यो दिदी? यो मैले जति पनि हाम्रो दाजुभाइहरू जति पनि हामी नेपालीहरू परदेशमा जान्छौँ हैन, मलाई हेरेर यस्तै शब्दहरू मात्रै ल्याउनुहुन्छ कि लेखकहरूले रचनाकारहरूले यस्तै गीत दिनुहुन्छ। कसले लेखेको थियो यो गीत? त्यस्तै जस्तो मेरो आफ्नै गीत थियो, जानुभयो परदेशी बनेर बित्यो दिन आउने दिन गनेर। यो म आफैले लेखेको फुल्यो निम पत्ता कुन देशको कुन ठाउँमा भयो विपत्ता, यो म आफैले लेखेको गीत हो। तपाईले आफैले गीत लेख्नु भएको थियो नि दिदी। त्यो बेलामा भनिन्छ गीत सङ्गीत लेख्दाखेरि रचनाकारले कि आफ्नै जीवनमा भोगिन्छ अरे कि अरूको हेरेर भोगिन्छ अरे अथवा समाजलाई हेरेर लेखिन्छ अरे, के थियो यसको यथार्थ वास्तविकता? यो गीत मैले 2046 सालमा रेकर्ड गरेको। अनि मेरो गीत सुन्ने बित्तिकै मलाई जुन पनि मलाई नजिक नबुझ्नेहरूले मलाई नदेख्ने मेरो कहानीहरू म कुन ठाउँमा जन्मिएँ कुन ठाउँमा म के गरिरहेको छु भनेर मलाई नबुझ्नेहरूले के भन्नुभयो रहेछ भने भीमा कुमारी दुरा इन्डिया आर्मीको लाउरेसँग बिहा भएको रे, उसको बुढा चाहिँ मरेको रे भन्ने मैले यो धेरै सुन्नमा आयो। फुल्यो निम पत्ता भन्ने गीत गाउँदाखेरि त्यही भएर म चाहिँ लाउरेसँग बिहा गरेकै होइन है। यो आज म जान्न उहाँहरूलाई बताउन चाहन्छु। अनि यो गीत छोटो अंश। जानु भए विदेशी भनेर बित्यो दिन आउने दिन गानेर फुल्यो निम पत्ता कुन देशको कुन ठाउँमा भयो विपत्ता। यो गीत जति पनि आफैलाई परेर होइन कि हामी सबै, तपाईँ रुँदाखेरि म पनि रुने, म रुँदाखेरि तपाईँ पनि रुने, तपाईँ हाँस्दा म पनि हाँस्ने जस्तै होइन। यो आफूलाई परेर मात्रै होइन, म सबैको किनभने सबैको समाजलाई हेरियो। किनभने त्यो समाज त्यति बेला परदेश गएकाहरूको अहिले जस्तो टेलिफोनमा फोन हुन्न थियो हैन त दिदी, पत्र कुरेर बस्नु पर्थ्यो। लामो समयसम्म पनि थाहा हुँदैन थियो कि परदेशी कता हरायो, के भयो होला, बिचरा कहाँ छ होला, केही अत्तो पत्तो छैन भन्ने हाम्रो समाजको यथार्थ चित्रण गर्न खोज्नु भयो यहाँले। त्यही त हो नि दिदी हैन? अनि अघि प्रसङ्ग निकाल्नु भयो आफ्नै जीवनमा अझ लाउरेसँग बिहे गरे भन्ने त्यस्तो पनि भयो हैन? सोधे दिदी कार्यक्रममा जाँदा तपाईले गीत लेख्नु भएको रहेछ, हजुरको बुढा चाहिँ यस्तो हो भन्ने केही प्रसङ्ग छन् त्यस्ता? अलिकति सुनौ न, यो त पोडकास्ट हो, यस्तै सुन्न लागेको हैन? यो मलाई सोध्नुहुन्छ। अनि अहिले हालसालै चलेको यो सञ्जाल टिकटक भन्नेमा अझै मैले लाइभ बस्दाखेरि सोध्नुहुन्छ कि अनि तपाईँ त यस्तो उस्तो भन्नुहुन्छ। अनि होइन, म चाहिँ रियली म त्यो होइन, मैले यो हाम्रो भोगाई, हामी नेपालीहरूको भोगाई, नेपाली नभइकन हामी मानिसहरूको भोगाईलाई चाहिँ मैले त्यसलाई चाहिँ एउटा मेरो मनमा
उब्जिएको चिज हो भन्छु मैले। अनि यो हामी कलाकार हो, हाँस्नु नि पर्छ, रुनु नि पर्छ होइन, लेख्दिन नि पर्छ अनि त्यस्तै चाहिँ भनेर मैले जवाफ दिन्छु, उहाँलाई उत्तर दिन्छु मैले। हजुर। अनि जस्तै दिदी अब अलिकति यो गीतबाट पनि सुरु गऱ्यौँ। यहाँले भन्नुभयो त्यही परिवेशबाट हुर्केको मान्छे हामीले पनि यहाँहरूलाई होइन त्यस्तै गीतहरू सुनेर हुर्केको मान्छे, किनभने तपाईँको गीतमा प्राय भाका विरहका भाकाहरू अझ बढी झल्किन्छन् होइन त। नेपाली समाजका दुःख सुख हाँसो रोदन यिनी कुराहरू अझ बढी झल्किन्छ यहाँको गीतबाट। यो सँगै हजुरले अरू पनि गीत धेरै थुप्रै गीत लेख्नु भएको छ कि आफै गीत लेख्नु भएको छ, गाउनु भएको छ। यसले लेखेको सिर्जनाको फेरि एउटा गीत अनि त्यसपछि त्यसको बारेमा अलिकति कसरी त्यो गीतको सिर्जना भयो भनिदिनुहोस् न। मैले एउटा त्यो गीत चाहिँ मैले त्यो हामी कसैले पनि जिन्दगीमा बिर्सिन नसक्ने हाम्रो जति पनि हाम्रो 12 जना नेपाली दाजुभाइहरू इराकमा होइन त्यो घटना भयो नि, त्यो घटना भइसकेपछि अनि नेपालमा त तपाईँको त्यो मेन पावरको अफिस घर घर जम्मै होइन फुटाउने सबै भयो। अनि मैले उहाँहरूको त्यो भिडियो देखेँ कि भिडियो त्यसरी पुरै सुताएर होइन त्यो रेली देख्दा अनि त्यो उहाँहरूलाई सम्झेर मैले एउटा गीत लेखेको थिएँ कि चिठी आयो धागोले बाँधेको होइन। गयो मुगलान सुन्ने भो राना बान हेर्छु तस्बिर बुझ्दैन एक्लो मनासु बरारा सम्झनाले सताउँछ दिन रात ए हजुर माया भए फरका गाउँघर दलालीको फन्दामा परेर बसेछौ कि पछुतो गरेर आँसु बरारा सम्झनाले सताउँछ दिन रात ए हजुर माया भए फरका गाउँघर। अब दलालीको फन्दामा परेर होइन बसेछौ कि पछुतो गरेर होइन 7 समुद्र तरेर पारी होइन छोडी गयो गाउँघरको घरबारी होइन। यस्तै चाहिँ यो गीतहरू लेखेको थिएँ मैले। त्यही त यहाँका गीतहरू प्राय विरहमा जस्तै एउटा समाज पनि त्यस्तै त थियो नि दिदी होइन। बाध्यताले अहिले त कतिपय हामी परदेशिनु रहर पनि छन् भन्छन् नेताहरूले पनि, हुन पनि हो केही जस्तै विकसित राष्ट्रहरूमा जानु केही रहर गरेर पनि जान्छ। तर त्यति बेला त एकदमै बाध्यता यस्तो बाध्यता हुन्थ्यो कि मुगलान नगई सुखै हुँदैन थियो अनि एउटा घरको छानो फेर्नलाई पनि बाहिर निस्किनै पर्थ्यो। अब हजुरले यो घरको छानो फेर्नु पर्ने भन्ने बित्तिकै एउटा गीत मैले गाएको थिएँ, यो दुर्गा विशी भाइसँगै गाएको थियौँ। अनि यो गीत म छोटो गाउन चाहन्छु किनभने हामी त त्यो बेला अब बारीहरू बन्दगी राखेर, बन्दगी भन्ने तपाईँहरूको चलन छैन, त्यो साउसँग पैसा मागेर कति वर्षको लागि लाल पूर्जा दिएर पैसा ल्याएर हो अनि त्यो जग्गा त्यस्तो चलन थियो। त्यस्तै विषयमा 7 समुद्र तारेर पारी लाग्यो परदेश फरकाउन घरबारी भन्छौ छोरा केही साल आउँदिन हे मेरो बाबु आँखाको नानीलाई
देखन बरु पाउँछु पाउँदिन सात समुद्र तरेर पारी हैन। अब यस्तै हो यो। अब जे होस् तपाईका गीतहरू आफै लेख्नु भयो दिदी, धेरै यस्तो गीतहरू मैले सिंगल गाएको गीतहरू चाहिँ धेरै जसो म आफै लेखेको छु। सिर्जना पनि त्यत्तिकै राम्रो गर्ने, स्वरको त अब हामीले अघि पनि कार्यक्रममा पनि भन्यौँ, यहाँको यो स्वर अहिले यो समयसम्म पनि उस्तै सुनिन्छ। यो सब एउटा भगवानको आशीर्वाद त होला हैन दिदी? यो गीत सङ्गीत यो जति पनि मान्छेले के लाग्छ यहाँलाई लिएर आउँछ होला कि यो वास्तवमा आफ्नो पनि केही कर्मको भूमिका हुन्छ दिदी, के छ यसमा? यो कर्म जन्म हैन, सबै तैँले यस्तै गरेर खा भनेर अब भगवान सरस्वतीले वास गरेको हैन दिएको। किनभने यो किनेर नि किन्न पाइने चिज होइन, लिन गएर नि पाउने चिज होइन, खोजेर नि पाउने चिज होइन। यसमा अझै मेरो त मैले त गाउँघरमै गाउँदै हिँड्दै गर्दाखेरि त्यत्तिकै आफै अब गाएको हो म होइन। त्यो भएर मैले यो कसैले पनि किनेर किन्ने चिज खोजेर भगवानकै आशीर्वाद जति पनि। दिदी अलिकति अब हामी तपाईको त्यो समयलाई अलिकति त्यतातिर जान चाहन्छौँ। कहाँ जन्मिनु भयो हैन, बाल्यकाल कसरी बित्यो हैन, ती बाल्यकालका बाल्य अवस्थाका अलिकति सङ्घर्षका कुरा, परिवार कस्तो थियो तपाईको हैन, अलिअलि सरर हामीलाई बताइदिनुहोस् न। म चाहिँ जन्मिएको लमजुङ दुराडाँडा। मेरो दुराडाँडा कस्तो थियो भन्ने कुरो अहिले तपाईँहरूले हेर्नुभयो भने देखिन्छ होला सायद हैन। त्यति बेला गाडी नजानी बाटो थिएन हैन। अनि त्यो ठाउँमा हाम्रो धान कोदो मकै लगाउने ठाउँ हो। हाम्रो नेपाली भूभाग त कस्तो भन्ने कुरो त त्यति बताइरहनु पर्दैन, तर पनि म पहाडै हो, म जन्मेको ठाउँ पहाडमै हो र जन्मेँ म। मेरो 2 भाइ 2 बहिनी, हामी 4 भाइ। म माथि दाइ हुनुहुन्छ, म छु, अनि बहिनी अनि भाइ। अनि म चाहिँ मेरो घरको चाहिँ सबै लाउरे परिवारको हो। मेरो घरको चाहिँ सबै बुवाहरू दाइ भाइ सबै लाउरे। मेरो चाहिँ इन्डियन लाउरे नि? हजुर, इन्डियन ब्रिटिस। ब्रिटिसमा पनि हजुर कि बुवा ब्रिटिसमा को छ? मेरो 2टा बाजेहरू। मेरो बाजे इन्डियाको अनि कान्छा बाजे चाहिँ काका बाजे ब्रिटिसको। ब्रिटिस पनि के भयो भने दोस्रो युद्धमा लडाइँमा लडेर हजुर पहिला इन्डियामा, त्यहाँबाट दोस्रो युद्धमा लड्दा त्यहाँबाट ब्रिटिसमा त्यो त्यतिखेर बाँड्दो रहेछ नि त, ब्रिटिसले लयो, ब्रिटिसहरू थियो। अनि ब्रिटिसमा लएपछि अनि त्यहाँबाट मेरो अनि म चाहिँ जेठा बाजेको नातिनी। मेरो बुवाहरू 5 भाइ होइन, मेरो बुवाहरू 5 भाइ, मेरो बुवा जेठा, अनि मेरो बुवा चाहिँ इन्डिया आर्मीको, अनि मेरो 4वटा बुवाहरू चाहिँ ब्रिटिसको। हाम्रो 5वटै बुवाहरू लाउरे भनौँ न, लाउरे परिवारमै हुर्किएँ। अनि त्यसपछि फेरि मेरो दाइ पनि इन्डिया आर्मी भयो, अनि भाइ पनि इन्डिया आर्मीमा, अनि अहिले पनि भाइहरू सबै हाम्रो साख सन्तानहरू। हामी 4 भाइ, म दिदी, बहिनी छ। हामी 4 भाइ हो, 2 भाइ 2 बहिनी। अनि 2 भाइ नै अहिले पनि भन्नाले जस लाउरे पेन्सन खाएर बस्नु भएको छ। दाइरा हो, दाइरा भाइ पेन्सन खाएर। यसको मतलब त तपाईलाई अब दुःख नहुने भन्ने त छँदै छैन, किनभने पहाडी भूभागमा बसिसकेपछि सेवा सुविधा सबै कुराको केही छैन। अलिकति तपाईको जीवनमा परिवारमा पैसाको त्यस्तो अभाव त भएन कि क्या हो दिदी? पैसाको बेला पैसाको कुरा गर्नु पर्दा त खासै धेरै छैन हैन, किनभने बुवाहरूले त कमाउनुहुन्थ्यो नि त लाउरे। त्यो हो, पैसाको दुःख थिएन, ठिकै थियो। तर त्यतिखेर हामीलाई खेती किसानले चाहिँ खाना नपुग्ने हैन, 6 महिना खाना पुग्ने, 6 महिना नपुग्ने। त्यतिखेर हामीले बेसा खोज्ने भन्थ्यो हैन, बेसा खोजेर खानु पर्थ्यो। र पनि त्यो बेसा खोज्न पनि धेरै टाढा जानुपर्ने के, टाढा जानुपर्ने, बोकेर ल्याउनु पर्ने। मैले सबै पाल्थ्यो, मैले पनि बोकेको हो कि भारी नि बेसा भन्ने। तल एकदम ओह्रालो एकदम टाढा। त्यतिखेर त्यो भारी बोकेर हिँडेको बाटो अहिले रित्तै हिँड्न पनि सक्दैन क्या फेरि, त्यस्तो बोकेको मैले पनि। कति हो नि खै
25 केजी कि के भन्थे हैन 5 लम्बर 25 केजी हजुर त्यस्तै बोकेर हिँडेर खाएर हिँडेको मान्छे त्यो होला 4 5 6 7 घण्टै होला तल अब दुरा डाँडाबाट तल सुन्दरी बजार हैन फेदी भन्ने ठाउँ त ओह्रालो छ एकदम हाम्रो त त्यसरी बोकेर खाएको मान्छे अनि त्यो बाटो त्यसरी हिँडेको मान्छे अहिले त्यो बाटो रित्तै पनि हिँड्न सकिन्न यो किनभने अहिले गाडी गयो मान्छेलाई जे गर्दा पनि सुख नहुने रहेछ त्यो त्यस्तो चाहिँ अब त्यही नै हो त्यो बाटो रित्तै हिँड्न सकिन्न अघि पनि भन्नुभयो खेती किसानी पनि जे होस् घरमा लगाउने त हुन्छ खेती किसान धान कोदो लगाउने तर त्यो हिमालको नजिक छ हाम्रो त धेरै राम्रो नहुने के त्यो चिसो लाग्ने हैन कोदो रोप्यो भने नि आधाबारी हरियो आधाबारी पाकेको हुने त्यस्तो अनि घाँस काटेर हाल्ने शीतले खाइदिने त्यस्तो थियो अनि अब ऊ बेलाको त भैँसी गाई पाल्थ्यौँ हामीले भैँसी गाई दुध दही त कहिले पनि टुटेन हाम्रो घरमा टुट्थेन त्यो दुध भएन भने त हामीले भातै खान्थेन हैन म त एक नम्बरमा झन् दुध चाहिन्थ्यो मलाई त भात खानलाई तर त्यति बेला पनि तपाईको समयमा त्यो पहाडमा पनि चामल खाएर हुर्किनु भयो कि हैन दिदी हैन हामी चामल भन्दा पनि हामी ढिँडो खानी बढी ढिँडो नै खानु कोदोको ढिँडो हैन ढिँडो खानलाई त तपाईहरुलाई कसैलाई पनि समस्या हुन्न थियो तर तपाईहरु अलिकति त्यो उसको परिवार भावनाले बुवाहरुले लगभग चामलहरु त लगभग जान्थ्यो चामलको धेरै हुन्थेन हामी त्यो चामल त बरु कहिले त्यो ढिँडोमा थोरै खानी हैन जाउला खानी भन्छ हामी त्यसले हैन तर ढिँडो नै हामी घरमा ढिँडो नै पकाउँथ्यो के ढिँडो नै खानी त्यो अचम्मै के हाम्रो ढिँडो नै खानी चलन थियो पहिले अहिले अब चामल खाएर सुगर लागेको छ त्यही ढिँडो खोजिरहेछ मान्छेले ढिँडो खोज्दा पाउँदैन अहिले ढिँडो खानेहरुलाई चाहिँ अर्कै हिसाबले भन्नाले खान्छ ढिँडो भन्ने हो त्यो बेला चाहिँ त्यो हुन्थ्यो यिनीहरू घरमा भात कहिले पनि पाक्दैन भन्ने हिसाब हुन्छ के तर त्यतिखेर ढिँडो नै खानी ढिँडो पाक्यो भन्ने मेलाबाट आए पनि हैन अनि घाँस काट्न गयो भने ढिँडो पाकिन भन्ने हामीले त्यो ढिँडो त्यसै नै त्यो अहिले त अचम्म भयो खोजेरै पाउँदैन त्यतिखेर ढिँडो अलिकति भात पाएन नि यो ढिँडो कति खानी जस्तो नि लाग्थ्यो कि फेरि मनमा पनि के त्यस्तो नि हुन्थ्यो तर अहिले त ढिँडोलाई अब कहाँ पाउने भयो त साथै बोकेर हिँड्थ्यो जस्तो पढाइ लेखाइ के छ दिदीको पढाइ लेखाइ चाहिँ मेरो पढाइ छैन म स्कुल जान पाएन नपाएको त होइन होला भन्छु के हैन नपाएको भन्दा नि हामी ठुलो घरको परिवार अनि 5 वटा बुवाहरुमा हामी छुट्टियौं के म पढ्ने बेलामा ठ्याक्कै छुट्टो भिन्दा भयो भाइ छुट्टियो भनौं न अब छुट्टिने बित्तिकै मेरो भाइ र बहिनी सानो थियो भाइ र बहिनी सानो हैन अनि अब बा त इन्डियामा भयो अब आमाले मात्रै गोरु भैँसी हेर्ने कि मेलापात जाने कि हैन त्यो दुःख भयो के त्यसबाट मैले भाइ र बहिनी बोकेर हिँड्नु पर्ने अनि फेरि अलि ठुलो भएपछि त मेलापातै हिँड्न पर्यो अनि त्यसरी चाहिँ पढ्न चाहिँ अनि फेरि मेरो पालातिर पढ्न तपाईको 45 सालतिर के हुन्थ्यो भने त्यतिखेर छोरी मान्छेलाई पढाउने भन्ने गाउँमा के हाम्रो गाउँतिर नि छोरी मान्छेलाई पढाउनु हुँदैन अलि राम्रो ठुलो हुर्केपछि अलि छोरी राम्रो भयो नि लाउरेले लाला भन्ने अलि काम गर्ने भयो भने कसको छोरी काम गर्ने हुन्छ त्यसलाई चाहिँ लाउरेले लान्छ भन्ने हाम्रो मानसिक के हाम्रो मेरो पालामा नि समाज भन्दा नि मेरो पालामा त्यस्तो चलन अलि कसले काम गर्छ अन्त त्यसलाई चाहिँ लाउरे लान्छ भन्ने चलन त्यहाँ थियो कि हाम्रो मान्छेहरुको पढ्नेमा थिएन ध्यान पढाउनेमा लाउर अमेरिका आयो भने छोरी जलेन दिन्छ भन्छन् नि हो त्यतिखेर त्यस्तो थियो मेरो पालामा पढाउनु भन्दा पनि काम राम्ररी गर्यो भने इमानदार बन्यो कसले घाँसको भाइ ठुलो ल्याउँछ हैन कसले राम्रो मेला गरेछ त्यसलाई चाहिँ लाउरेले हेर्छ भन्ने हाम्रो मानसिक हाम्रो मेरो देखाउनु पर्ने हो काम होइन हो काम देखाउनु पर्ने अनि त्यो त त्यो होइन हाम्रो पालामा अनि त्यस्तो लाग्छ क्या मलाई त्यो भएर पनि पढ्नलाई नि धेरै अनि फेरि छोरी मान्छे पढ्यो भने राम्रो नै हुँदैन घर निक्लेर हिँड्छ भन्ने पनि अनि एउटा डाँडा कट्यो भने अनि फलानाको छोरी चाहिँ गयो है अब घरभित्र हुन हुँदैन भन्ने पनि हाम्रो त्यतिखेरको के त्यस्तो पनि थियो परिवारभित्र होइन के दिदी त्यो त समाजको कुरा थियो त्यो समाजमा समाज पनि हाम्रो उ बेलाको समाजमा अहिले त छैन उ बेलाको समाजमा त्यही मानेमा मेरो कथा अब म गीत गाउन हिँडे हैन अनि गीत गाउन हिँडेपछि
ल अब फलाना त हिँडे भने भन्छ नजा भनेर मलाई घरमा पनि गीत गाउन नहिँड भयो भनेर नि भन्नु। राम्रो कुरा निकाल्नु। जस्तै त्यति बेला पढाइ त थियो हजुर छोरी मान्छे भएर यो ठाउँमा आउनुभयो, एउटा सफलता छ, तर समाजले छोरी बहिनीलाई न घरबाट निस्केर साँझ पख नाच हेर्दा गाउँघरमा रोदी जान समस्या, अझ गीत गायो भने त यो गीत गाउँदै हिँडिया छ, यो के राम्रो 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 चलन होइन, यसको राम्रो व्यवहार होइन भन्नेसम्म सोच्थ्यो है दिदी। मलाई धरि त्यस्तो पर्यो के, भन्नुहोस् न यसको बारेमा अलिकति तपाईँ। मलाई धरि त्यस्तो पर्यो, मेरो घरबाट परेन, अर्को समाजबाट हेर्ने दृष्टिकोण त्यस्तो भयो। मलाई त कसरी सजिलो भयो भने मेरो हजुरबाजे प्रधान पञ्च हुनुहुन्थ्यो होइन, अनि भेना पनि नेतै हुनुहुन्थ्यो, अनि गाउँमा त त्यतिखेर त फेरि राति त्यो दिउँसो काम नभ्याएर होला सायद के, जब खाना खाएपछि ल आज मिटिङ छ, मिटिङ बस्न जाने भन्ने, कुनै अलि ठुलो कसको घरमा आँगन छ त्यहाँ गएर लालटिन बालेर मिटिङ बस्थ्यो के बाजेहरू होइन, भोलि कहाँ जाने होइन, सभा बस्न, सभा भन्थ्यो क्या त्यतिखेर, मिटिङ त्यो अहिलेको त्यो बसे जस्तै, अनि पर्सि कुन गाउँमा जाने भन्ने सल्लाह गरेर त्यतिखेर, अनि त्यहाँबाट म पनि बाबुहरूसँग बाजेसँग जाने, अनि त्यहाँबाट त ल फेरि जहाँ पनि बसेपछि गीत त जोल होइन सुन्नुपर्ने छ नि त, हाम्रो चलन त ल गीत सुन्ने भन्ने मादल बजाउनु त चलनै छ के अरे हाम्रो नेपालीहरूको। अनि त्यसैमा अनि मैले त्यो मेरो स्वर राम्रो रहेछ भनौँ न अहिले सोद्धाखेरि, अनि ल गीत गा भन्ने, अनि गीत गाउने गर्दा त्यहाँबाट बाजेहरूले भेनाहरूले अनि जिल्ला स्तरीय कार्यक्रम राख्ने होइन, त्यस्तैमा जाँदा गीत गाउन हिँडेर मलाई अलिक सजिलो भयो, म हिँड्न पाएँ। तर फेरि अनि त्यही भएर अरूलाई चाहिँ आउन पाएन, म त बाजे भेनाहरू चाहिँ अब अलिकति उमा भएको भएर अनि जिल्लातिर उक्लिन सकेँ। त्यता गीत गाउन आइसकेपछि पछि गाउँले फेरि ए फलाना छोरी गयो अब भनेर कुरा गर्ने, अनि बा आमालाई नि अप्ठ्यारो लाग्यो नि त, ओहो जान नदिउँ भयो भनेर नि उनीहरूले नहिँड भन्न खोजे नि त, रोक्न खोज्नु भन्दैन, अरूले त्यसो भन्ने बित्तिकै नराम्रो लाग्छ नि त, हो के अरे भन्ने सबैको त्यो के गाउँको समाजको रहनसहरमा चल्नु पर्यो अलिकति, किन जाने भनेर त्यही त। अनि त्यही भएर बाटो खर्ची पनि मैले कुनै बेला नपाएको अवस्था होइन, म हिँड्ने भन्दाखेरि होइन, अनि त्यहाँबाट आमाले लुकाएर दिन्थ्यो होइन, अनि मेरो ठुलो फुपू नजिकै गाउँ टोलमै बिहा भएको, अनि मेरो ठुलो फुपूले पनि लुकाएको पैसा दिन्थ्यो क्या मलाई, अनि त्यसरी हिँड्दा पछि त्यहाँबाट हिँडेपछि अलिकति नम्बर पनि आयो, अब समाचारहरू आयो फलाना गीत गाउने भनेर रेडियोमा नि आयो, रेडियो एक नम्बरमा त रेडियो नेपालमा अधिराज्यव्यापी 85% लोकगीतमा फर्स्ट भएपछि त त्यहाँ त समाचारमा भयो नि त होइन, ठ्याक्क रेडियो नेपालबाट समाचारमा गयो, त्यसपछि हाई भएर पछि गाउनलाई फेरि हिँड्न पाएँ भनौँ न,